तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई गिरफ्तार गर। तिम्रो बाउको हिम्मत छ भने शब्द नराम्रो हो त? छोराको हिम्मत सक्दैन, बाउको हिम्मत छ भने गर भन्नु पर्यो नि त। केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने समातेर दियो। यो धरतीमा केपी ओली जिउँदैछ, एमाले जिउँदैछ, महेश प्रधान जिउँदैछ भने त अस्ति भइसक्यो त। फेरि त्यही कुरा दोहोऱ्याएँ नि त मैले। अब त्यो त स्पष्ट छ नि। केपी ओली राष्ट्रियताको सम्बोधन गर्नुहुन्छ, केपी ओली भ्रष्टाचार विरुद्ध लाग्नुहुन्छ, केपी ओली चुच्चे नक्सा कुरा गर्नुहुन्छ, केपी ओली ब्याक बेन्चर भएर नेपालको प्रधानमन्त्री क्या भने युएनमा गएर फ्रन्ट लाइनमा बस्नुहुन्छ। G7 को बैठकमा केपी ओलीलाई आमन्त्रण गरिन्छ। कलकत्ता बन्दरगाहसँग लिङ्कले केपी ओली गरेर प्रशान्त महासागरमा जोड्नुहुन्छ। चाइना, बङ्गलादेश, ब्याङ्कक, के अरे थाइल्यान्ड जस्ता देशहरूमा उहाँले व्यापार तथा पारमाणु सन्धि गर्नुहुन्छ होइन, विपास सम्झौता गर्नुहुन्छ। अनि केपी ओलीलाई मन पराउँछ त अन्तर्राष्ट्रिय शक्तिहरूले। अब कुन कुन अन्तर्राष्ट्रिय शक्ति छ त खोजौँ न तपाईँ हामी सबै मिलेर। यो देश त केपी ओलीले महेश प्रधान मात्रै नि त, तपाईँ हामी सबैको हो नि चलाउने। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरूले नेपाली युवाहरूलाई बम बनाएर हामीमाथि आक्रमण गरेका छन्। महेश बस्नेत मर्न तयार छ, राष्ट्रियता झुक्न दिँदैन, अन्तर्राष्ट्रिय शक्तिहरूलाई सुन पसार्न दिँदैन र अन्तर्राष्ट्रिय शक्तिहरूका दलाल बनेर 14 अरबभन्दा बढी पैसा हिनामिना गरेर आएका यो नक्कली देवताहरू भगवानहरूलाई नाङ्गेजात पार्छ र तिनीहरू राक्षस हुने कुरा एक्सपोज गर्छ। त्यसमा नेकपा एमाले लाग्छ, त्यसमा युवा सङ्घ नेपाल लाग्छ। हस्, धन्यवाद। तेइस गतेको पनि मैले भने त, 23 गते जुन 21 जनाको हत्या भएको छ, अब गोली कहाँबाट चलेको हो, स्नाइपरहरूको सहभागिता के हो, साफ सुटरहरूको सहभागिता के हो, सरकारी पक्षबाट गोली चलायो भने त्यसले आदेश कसले दिएको, यो सबै कुराको निष्पक्ष छानबिन गर्नुपर्छ। र विदेशी चलखेलहरू के हो, त्यो गोली चल्ने वातावरण बनाउनको निम्ति डिस्कर्ड लगायतका असङ्ख्य सोसियल मिडिया नेटवर्कहरू कसले सृजना गर्यो र अमेरिकाको कन्जर्भेटिभ पार्टीको प्रवक्तालाई 1 महिना अगाडि गोली हानेर मार्नको लागि डिस्कर्डको जुन अमेरिकामा प्रयोग भएको अभ्यास नेपालमा बालनजीहरूले किन प्रयोग गर्नुभयो? कसको हत्या गर्ने योजना थियो? महाराजगञ्जको प्रहरी लगायत प्रहरीको हत्या कसरी भयो? सिंहदर लगायत कसरी चले? यी सबै कुराको छानबिन हुनुपर्छ। त्यस्तो हुँदा तत्कालीन सरकारमा आबद्ध रहनुभएका साथीहरू र हामी सरकारमै नभएका महेश बस्नेत पनि आबद्ध छ भनेर भन्छ अरे त्यो सुदम गुरुङ भन्ने भाइ, केटो भाइ, पुच्छे भाइ, बुझ्दैछ, सिक्दैछ, माया लाग्छ, दया लाग्छ। ए भाइ आऊ छानबिन गर, तिम्रो के हैसियत हो त्यो पनि देखाऊ र म दोषी छु भने म कारबाहीको दायरामा आउन तयार छु। तर तिमीहरू दोषी हो भने चाहिँ म एकपटक होइन 100 पटक भन्न सक्छु। तर बालेन र सुदन लगायतका यो टिमहरू चाहिँ नि विदेशी दलालहरू हुन् र उनीहरूले डिस्कर्ड लगायतका अपराधिक गतिविधि गरेका छन् र कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो। र 21 गतेको सन्दर्भमा पनि उचित छानबिन भएर